बुवा नमस्ते। नमस्कार बाबु नमस्कार। तपाईको नाम? मेरो हर्ष कुमार इङनाम। हर्ष कुमार इङनाम। हजुर। अनि आज चाहिँ हामी यो 8 भन्ने ठाउँमा आएको छौँ। यहाँ चाहिँ धेरै फुलहरू छ। म चाहिँ विशेष गरी बुवालाई सोध्दै छु यहाँनिर यो फुलबारीको बारेमा चाहिँ। बुवा तपाईँले भनिदिनु पर्यो कि यहाँ फुलहरू चाहिँ लगभग कति प्रजातिको छ होला अनुमानित? खै धेरै साथीहरूले यसो काउन्ट गर्छन् हैन आएर। यसो हेर्दा यहाँ 100 भन्दा बढी छ प्रजातिका छन् भन्ने किसिमको साथीहरूले अनुमान चाहिँ गरेका छन्। तर कुन फुल हो के हो एकै मलाई त थाहा छैन हैन। भन्छ नि गमला त यहाँ धेरै नै होला लगभग हैन? गमला त 200 भन्दा कम्ती छैन यहाँहरू। तर एउटै खालको बिरुवाहरू कुनै ठाउँमा डबल पनि परेका छन् हैन। त्यसले गर्दा त्यस्तो अवस्थाको फुलहरू छन्। अनि के यो फुलहरू तपाईँले कलेक्सन गर्नको लागि नि यो फुलहरू के रे कतिजनाको मेहनत लाग्छ र कति टाइम पछि कलेक्सन गर्छ? हाम्रो फ्यामिली सबैको सेयर छ यहाँ। सबैको सेयर? मेरो श्रीमती, मेरो बुहारीको छोरा हुँदा छोराको लगायतका हामी सबै फ्यामिलीहरूले यसलाई स्याहार साकार गर्नलाई सम्भाल गर्नको सबैजना चाहिँ के रे सबैजना भएर चाहिँ यो कलेक्सन गर्नुभएको हो। अनि यसले त धेरै पैसा गर्नुपर्छ। खेतीभन्दा धेरै यसको चाहिँ पैसा गर्नुपर्दो रहेछ। खेतीले चाहिँ निश्चित समयमा गर्दा हुन्छ। त यहाँनिर अब चैत वैशाखको भयो प्रत्येक दिन फुलहरूमा पानी लाउनै पर्यो, सिँचाइ गर्नै पर्यो। त्यति मात्रै नभएर मलहरू लाउनु पर्यो, किरा लाग्दो रहेछन् त्यस स्प्रे पनि गर्नु पर्यो। यसले गर्दा फुल भन्नु सजिलो छ तर यसको परिश्रम धेरै रहेछ। अनि पानी त नियमित लाउनु पर्यो? नियमित। ए अनि यो के रे पानी छ नि बुवा हिँड्दै बोलौँ न। हजुर। अनि यो पानी छ नि यो पानी एक दिन लाएन भने चाहिँ के हुन्छ? यो हावा आज चाहिँ हावा चलेको छैन कि। हावा चलेको बेला त यो सबै उडाउनु खोज्छ नि त घरै। यो फुलहरू पनि घर मजाले लडाउनु खोज्छ। कति गमलै लडाइदिन्छ होइन। आज चाहिँ अलिक धुम्म छ र खास त्यस्तो असर पारेको छैन। नत्र भने त सबै फुलहरू लडाउनु खोज्छ क्या। त्यसले गर्दा सुकिहाल्छ। सुकेपछि चाहिँ हामीले प्रत्येक दिन अब एकछिनदेखि 3:30-4 बजीदेखि चाहिँ हावा चल्नु थाल्छ। अनि रहन्छ त्यतिखेरसम्म। अनि फुलमा पानी लायो। पानी के अरे एक दिन लाएन भने चाहिँ के हुन्छ यहाँनिर? होइन एक दिन लाएन भने सुक्नु खोज्छ। भने चाहिँ लाउनु त प्रत्येक दिन लाउनु पर्यो? यतिखेर चाहिँ पर्छ है। पछि अब जब बर्सात भयो पानी आएपछि चाहिँ पर्दैन, खासै पर्दैन। त्यस कारण चाहिँ एक दिन पछाडि लाउँदा हुन्छ। अनि मैले सुनेको थिएँ यहाँनिर यो फुलको छ नि यो माटो चाहिँ कति वर्षमा फेर्नुपर्छ? यो अनि 6 महिनामा 6 महिनामा पुरै फेर्नु पर्यो? 6 महिना चाहिँ माटो फेर्नु पर्यो, मलसँग मिक्स गर्नु पर्यो। अनि यति धेरै त गमला चेन्ज गर्न त कति टाइम लाग्छ नि। यता हामी त दिनमा हामी 4-5 जना खट्दा 10 पाडादेखि भर्न सक्दैनौँ। किनभने सबै मिल्नु पर्यो, मल ल्याउनु पर्यो, कसैले केर्नु पर्यो होइन। गमला भर्नु पर्यो, पुरानो बाटोहरू फालिदिनु पर्यो। अनि मरेका ती फुलहरू सबै फालिदिनु पर्यो, फेरि नयाँ छानेर रोप्नु पर्यो होइन। त्यसले गर्दा धेरै परिश्रम छ यसको लागि। अनि यो तपाईँहरूलाई चाहिँ यति धेरै फुलहरू रोप्नुपर्छ भन्ने अनि यो रोप्ने चाहिँ त्यो इनर्जी त्यो तपाईँहरूलाई कसरी तपाईँको मन लाग्छ? हामीले चाहिँ के चाहिँ अनुभव हो नि, यो एउटा हाम्रो युवाको सदरमुकाम पनि हो। वार्डको होइन। पहिला पञ्चायत कालमा पञ्चायतै थियो, अहिले वार्ड मात्रै छ। यो केन्द्रबिन्दु पनि हो। यो डाँडा सुक्खा डाँडा क्या, त्यति पानीको स्रोत नभएको ठाउँ। त्यसले गर्दा हामीले चाहिँ के भनौँ, एउटा नमुनाको रोपिदिएर हुन्छ फुल कस्तो हुँदो रहेछ होइन। यसबाट पनि अरू साथीहरूले लेसन पाठहरू सिकुन्। हामीले रोप्नु पर्दछ, घरले डेकोरेसन गर्दा कस्तो हुँदो रहेछ भन्ने किसिमको सोचहरू बनाएर हामी सबै फ्यामिली लगाएर होइन हामीले यो निर्माण गरेका हौँ। र हुँदो रहेछ गर्दा। पानी नहुँदा पनि गर्नु खोज्यो भने चाहिँ खोज्यो भने चाहिँ त परिश्रम चाहिँ गर्नुपर्छ। मैले रोपेको छु भनेर मख पऱ्यो भने चाहिँ नहुँदो रहेछ। अनि मलाई पनि आइरहँदा एकदम आनन्द महसुस भइरहेको छ। भनेपछि तपाईँहरूले पनि यहाँ फुलहरू रोप्दाखेरि बिहान उठ्दाखेरि यसो फुलहरू गर्दाखेरि कति आनन्द महसुस हुन्छ। यसको विभिन्न किसिमको आफ्नो आफ्नै बासना हुन्छ कि बस्दा पनि एक किसिमको आनन्द होइन महसुस हुन्छ। थकित भएको अवस्थामा पनि हामी यसलाई आनन्द लिन सक्छौँ। अनि धेरै मात्रामा यहाँका मानिसहरू आउँछन्, यहाँ आएर टिकटक गर्ने, फुलहरूमा खिच्ने यस्ता किसिमको आइबस्छन् प्रायः। अनि यसले गर्दा हामीले यसरी नै रोप्दा हुँदो रहेछ भन्ने हामीले ज्ञान प्राप्त गरेका छौँ। र हाम्रो यहाँ स्कुल नजिकमै छ होइन, यो रन्दल आधारभूत विद्यालय। तर यहाँका विद्यार्थीले आजसम्म यो फुलहरू टच गरेको छैन। आउँछन्, हेर्छन्, अनि बाबु यो छुनु हुँदैन है भन्छन्, हुन्छ भन्छन् होइन।
सट्टै जान्छन् हेर्छन् अनि कोही ठुल्ठुलाहरू चाहिँ फोटो पनि खिच्छन् के गर्छन् यस्तै छ यसको अब संरक्षण आफैमा निर्भर हुँदो रहेछ होइन ती नानी बाबुहरूले पनि राम्रोसँग हामी सल्लाह दिन्छौँ त्यो गर्दा उनीहरू पनि खुसी हुन्छन् एउटा शिक्षा पनि पायो उनीहरूले हैन यो हेर्ने हो त नटिप्नु है भन्यो हुन्छ भन्छ उनीहरूले आजसम्म टच गरेको छैन अहिले विद्यार्थी निकै छन् यहाँ 70-80 जना भन्दा विद्यार्थी छ यहाँनिर उनीहरू कसैले टच पनि गर्दैन सट्टै हिँड्छन् होइन अनि यसो छुनु हुँदैन है भन्यो भने हुन्छ भन्छन् अनि उनीहरू हिँड्छन् छुँदैनन् यसरी नै हामीले फुल रोप्ने प्रयास गर्दा हुँदो रहेछ भन्ने किसिमको ज्ञान चाहिँ हामीले प्राप्त गऱ्यौँ हस् धन्यवाद हस् त अब